Mama, 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 बाबा छोरी कहाँ आएको हो? बाबा छोरी कहाँ आयो? आमा बाबा घुम्न आएको हामी त फर्स्ट घुम्न आएको आमा बाबा यो संसारमा त घुम्न पनि मिल्दो रहेछ भन्नु न होइन गर्मी छ बादल पारीबाट आएको होइन हामीसँग हामी समुद्र हेर्न मम्मीले समुद्र छ भनेर ल्याएको तर दुई चार ठाउँ त पानी छ त हेर्नु त समुद्रमा वहाँ हेर उता कति पानी हो त्यो त पानी परिया रहेछ पर पनि देखिरहेछ पानी जमिया छ यो उ जस्तो हो क्या त्यो क्ले प्यान्स छ नि हाम्रो त्यो त्यस्तो खालको तर कत्रो छ हेर्नु न त्यो बालुवाको तर त्यहाँ गाडी पनि लिएर जान्छन् त्यो अर्को उलोरु हो मम्मी यो कुरा गर्दै हुन्छ म पनि जान्छु होला नि मान्छे कता कता गाडी होइन हिँडेर त होइन अनि उता गाडी लिएर चाहिँ खासमा यो ठाउँ बनाएको चाहिँ मम्मी यो ठाउँ अथवा उताको ठाउँ चाहिँ उयो हेर्नलाई हो क्या ए उलुरु उलुरु हेर्न त्यो उलुरु के त्यहाँदेखि मुनि छ कि उलुरु ती माथि हो त्यही नै उलुरु हो मुनि छन् घरहरू ल देखाउ त उलुरु उलुरु हो त्यो मम्मीलाई भन्दैछौँ हामी यहाँ उलुरु उलुरु त्यो होइन कसरी थाहा पाउनु हो त्यत्रो सामान त्योभन्दा ठुलो पनि अर्को हुन्छ त त्यो त्यो हो त उलुरु गीतको ठ्याक्कै मान्छेले टोपी लगायो उलुरु आइपुग्यौँ उलुरु त्यसपछि मेलबर्न सिडनी हुँदैको ट्रिप छ नानी यहाँ घाममा छाता ओढ्दैछौँ रुममा छिर्दैछौँ ठ्याक्क सँगले ड्राइभ गरेर आयो यहाँसम्म चाहिँ रुममा छिर्दा छिर्दा टिभी अन छ त यहाँ त यो फिल्ड अफ लाइट यही त हो नि जानुपर्छ मिल्यो भने टाइमिङ अब शीतल छ 5 घन्टा लगाएर उलुरु आइपुगी नानी अब शीतल छ अब बस्न पो थाल्यो त यो त ओ लड्छे के गले कि बिचरा मेरो छोरी मम्मी यहाँसम्मको सफर कस्तो भयो मजा गर्मी भएन गाडीमा त शीतलै भयो नि होइन र गर्मीले होला हौ हाम्रो नानीको कट पनि आइपुगिसकेको अवस्था छ है यहाँ कसरी सुत्छ अब यो कटमा सुत्ने बानी छैन बेसिनेटमा सुत्ने बानी छ अहिलेसम्म अब यो कटमा कसरी सुत्छ हाँस्दैछु है अहिलेसम्म चाहिँ सुत्न चाहिँ सुत्दिनँ होला खेल्न चाहिँ हुने रहेछ यसलाई लोकल टाइपको खाएको कुराउनी पोखेर बुझ्यो कस्तो दुई सात पो हुँदछ काँक्रो पनि कुराउनी पनि किन त्यो पखालेर खाउँ भरे डायरिया चल्यो भने घुम्न हिँडे खाने बित्तिकै भयो भन्न खोजेको उल्टे घुम्ने बित्तिकै कुराउनी खाने बित्तिकै काँक्रो खायो भने कि के मिठो भाइ के हुने हो है अब ल विचार गरौँ है आज राम्रो
कस्तो लाग्दैछ त मम्मी उलुरुको ढुङ्गो? अचम्मै लाग्यो मलाई त। अचम्मै लाग्यो? अचम्मै लाग्यो, ठ्याक्कै प्लास्टर गरेको जस्तै छ। नजिक पुगिँदैछ बिस्तारै बिस्तारै। ठ्याक्कै तिरपाल नि तिरपाल, ठ्याक्कै पहेँलो तिरपाल उडाए जस्तो। हामीले धानको रास लाएर तिरपालले छोपे जस्तो। त्यो पनि कहाँ यत्रो रास लाउन सकिन्छ? 2 तला 3 तला घरभन्दा अग्लो छ। त्यही त नि उलुरुको ढुङ्गो। ढुङ्गो भन्नु कि घर हो? डिपार्टमेन्ट, ढुङ्गाको डिपार्टमेन्ट। डिपार्टमेन्ट कि अपार्टमेन्ट? ए अपार्टमेन्ट। डिपार्टमेन्ट भने त ऊ के अरे ऊ त स्टोर पो त नि। अपार्टमेन्ट भनेपछि अपार्टमेन्ट। ऊ त्यहाँ पनि त्यहाँ ढोका पनि रहेछ थिएँ। कता? ऊ त्यहाँ त्यो वडा पहिला बस ठाउँ छ नि त। ऊ त्यहाँ रहेछ, त्यहाँ बस्थ्यो होला नि बस्थ्यो पहिला पहिला। होइन त्यहाँ मान्छेहरूको पहिला एउटा त झन् निलम कस्तो छ भने सेम टु सेम फाइलै छ के। फाइलै मान्छेको र बाहिर उयो ल रमाइलो पो छ त। उनीहरूको ढुङ्गो हेरेर अब काटा चुटा होइन मम्मी? नेपालको काँकर भिटा, यहाँको काँकर काँकर भिटामा त यत्रो ढुङ्गा छैन नि के छ? तर यहाँ चाहिँ यत्रो ढुङ्गा छ। जाँदैछ त्यही पुगेर देखाउँला। अनि नेपालको काँकर भिटा, यहाँको काटा चुटा। यहाँ चाहिँ खोला छैन। खोला तर्नु भने पानी ट्याङ्की पनि पुगिन्थ्यो। छैन यहाँ, खडेरी ट्याङ्की छ। खडेरी ट्याङ्की। आमा छोरी चाहिँ सुते जस्तो छ पछाडि। ल ठिक छ। ल ल ठिक छ ठिक छ। ओके 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 ओके। काटा जुटा आइपुग्यो। के खाइँदैछ? गर्मी चाहिँ अलिक बढी क्या यहाँ। छोरीलाई नि गर्मी भइसक्यो। के छ नानी? के छ? हजुरसँग हाँची हाँची गलेको भनिदिनु न। के छ? के खाएको? भुजिया? अस्ट्रेलियाको काँकर भिटा आएका छौँ भनिदिनु न। अस्ट्रेलियाको काँकर भिटा हो छोरी? काँकर भिटा हो? अस्ट्रेलियाको काँकर भिटा। काँकर भिटा हो? हो त बाबा भन्नु न, भन्नु त। काँकर भिटा कहाँ हो थाहा छैन? काँकर भिटा कहाँ हो थाहा छैन? झापाको काँकर भिटा घरबाट 20 मिनट लाग्थ्यो। अस्ट्रेलियाको काँकर भिटा घरबाट हेर आँखाभरि आँसु भइसक्यो गर्मीले। 8 घन्टा 9 घन्टा लाग्यो। ओभरअल आजको राम्रो भयो उलुरु र काटाजुटा। तर गर्मी चाहिँ म्याक्सिमम अहिले पनि हाम्रो यहाँ गाडीले 32 डिग्री देखाइरहेको छ। अघि चाहिँ 35 माथि थियो अघिको गर्मी। गर्मी बढीमा चाहिँ अलिकति घुम्न यो मजा नहुने ठाउँ हो यो सेन्ट्रल अस्ट्रेलिया। धेरै नै गर्मी हुन्छ। त्यो भएर छोरी पनि भएर अलिकति चाहिँ फोटो ल पर्खिनु ल, यहाँ अलिकति बोलिसकिहालौँ। छोरी पनि भएर अलिकति मजाले घुम्न चाहिँ पाइएन। यो अलिकति जाडोको बेलामा आउने ठाउँ हो यो। मम्मीलाई घुमाउने हिसाबले आइहाल्यौँ। एउटा फोटो खिच्छु अनि ब्याक टु नर्मल फेरि बोल्न आउँछु ल एकछिन। मम्मीको एउटा फोटो खिच्यो। म के भन्दै थिएँ भने गर्मी बढी भएको हुनाले चाहिँ यो बेला चाहिँ घुम्ने ठाउँ खासै होइन। 5 महिनाकी नानी थिए।
ए आज नानीको साँच्ची 5औं बर्थडे हो नि। ह्यापी बर्थडे छोरी, ह्यापी 5 months। आज त 5 महिना हो नि त नानीको। पुरा हो, 6 महिना लाग्यो नि भोलिदेखि। त्यही त आज हामी 29 तारिक बर्थडे मनाउन आएछौँ त छोरीको। आज कति, आज के त भन्दाखेरि आज नोभेम्बर 29 तारिकमा हामी यहाँ छौँ। नानीको आज 5औं महिना पनि परेछ, भर्खरै याद भयो। अनि रमाइलो भयो ओभरअल, तर अलिकति गर्मी बढी भएको हुनाले यो जुन जुलाईको बेलामा चाहिँ आउने ठाउँ हो यो। यदि कसैलाई आउन मन छ भने उलुरु काटाजुटातिर सेन्ट्रल अस्ट्रेलिया नै ओभरअल एलिस स्प्रिङ सबै ठाउँ घुम्न मन छ भने जुन जुलाई अगस्तसम्ममा घुम्नुपर्छ। त्योदेखि ढिलो गऱ्यो भने चाहिँ अलिकति गाह्रै हुनेवाला छ। यहाँ कि त बिहानै घुम्नु पर्यो, दिउँसो बेलुका 7 बजीसम्म 8 बजीसम्म, यहाँ लगभग रातिसम्म गर्मी नै हुन्छ। आँखामा घाम गरो न त अलि शीतल भयो अघि भन्दा त। अलि यो गाडीको एसीले पनि हो, एसी फुल खोलेको छ, नभए धेरै गर्मी हुन्छ यहाँ। अरू केही भन्नु छ तपाईँलाई? केही छैन, रमाइलो यात्रा भयो। रमाइलो यात्रा भयो। अब हामी होटलमा जान्छौँ अनि त्यस पछाडि भोलि हाम्रो मेलबर्नको फ्लाइट। यहाँ आउन रहर हुनेले चाहिँ अलिक जाडो महिना पारेर आउनु पर्दो रहेछ। गर्मीमा चाहिँ अलिक अब हामीलाई चाहिँ समस्यै हुँदो रहेछ। गर्मीमा अब अलिक जाडो ठाउँमा बस्ने मान्छे गर्मी हुँदो रहेछ। र पनि केही छैन, मजा आयो। मजा आयो, समुद्रमा मजा आयो। मम्मीको अब जाइहाल्नु पर्ने अवस्था थियो, भोलिको फ्लाइट भएको हुनाले गर्मीमै घुमियो। ठिक छ, भोलि हामी मेलबर्न उड्दैछौँ बिहानको 9:55मा उलुरुबाट। रमाइलो हुनेवाला छ। ल आजको लागि यहीँ टुङ्ग्याम। ओके बाई छोरी, बाई 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 बाई। Till I get up, time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. Through the highways, till my shadow turns to sun rays. And